नमस्ते, नमस्कार। तपाईहरु हेर्दै हुनुहुन्छ एजुकेट द ह्युमन र आज तपाईहरुको माझमा एउटा नयाँ नमस्ते, नमस्कार। तपाईहरु हेर्दै हुनुहुन्छ एजुकेट द ह्युमन फेसबुक पेज र युट्युब च्यानल र आज हामी तपाईहरुको माझमा एउटा नयाँ विज्ञापन लिएर आइसकेका छौं र आजको विज्ञापन हेर्दाखेरि आज हामी 2082 सालको है अधिकृत तृतीय वा शाखा अधिकृत भनेर पनि चिन्छौं हामी। त्यसको चाहिँ भ्याकेन्सी लिएर आएको छौं र ढिलो नगरिकन अब चाहिँ हामी भ्याकेन्सीमा अगाडि बढ्छौं र यसै क्रममा हेर्छौं यो चाहिँ 2082 साल 8 महिना 24 गते चाहिँ यो भ्याकेन्सी निस्किएको छ। त्यो कुरा चाहिँ हामी हेर्न सक्छौं। त्यसै क्रममा हामी ढिलो नगरिकन के छ, कति संख्यामा भ्याकेन्सी छ त्यो कुरा हेरौं। त्यसै क्रममा सबभन्दा सुरुमा त हामी हेर्न सक्छौं यहाँ चाहिँ हाम्रो बढुवाको लागि चाहिँ यहाँ भ्याकेन्सी दिएको छ है, जसमध्ये चाहिँ हाम्रो यो शाखा अधिकृत सोसर न्याय सेवाको लागि चाहिँ 14 वटा है, त्यसैगरी शाखा अधिकृत सोसर कानुन सेवाको लागि 7 वटा, अर्को सरकारी वकिलको लागि 6 वटा है, परराष्ट्रको लागि 5 र शाखा अधिकृत सोसर सामान्य प्रशासनको लागि 55 वटा के गरेको छ भन्दाखेरि यो बढुवाको लागि निकालेको छ। त्यो कुरा हामी हेर्न सक्छौं। त्यसैगरी हामी हेर्न सक्छौं यो शाखा अधिकृत सोसर सामान्य प्रशासन राजस्वमा त्यो पनि 16 वटा के छ निकालेको छ र लेखा परीक्षण अधिकृतको रूपमा पनि हामी हेर्न सक्छौं 4 वटा निकालेको छ। यसरी यति वटा के छ तपाईको यो बढुवाको लागि चाहिँ निकालेको हामी हेर्न सक्छौं। अब चाहिँ हामी अगाडि बढ्छौं जुन कि तपाईहरुको मोस्ट वेटेड को रूपमा रहेको छ र यस क्रममा हामी हेर्न सक्छौं कि यो चाहिँ 2082 है 8 महिना 24 गते को रूपमा तपाईले हेर्न सक्नुहुन्छ, जुन के रहेको छ के त भन्दाखेरि खुल्ला तथा समावेशी समूहको लागि यो भ्याकेन्सी तपाईले हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी ढिलो नगरिकन है कुन पदमा कुन समूहको लागि कति भ्याकेन्सी आएको छ त्यसतर्फ लाग्छौं। यसै क्रममा हामी हेर्न सक्छौं यो सबभन्दा सुरुमा न्याय सेवा तर्फको लागि भ्याकेन्सी चाहिँ निकालेको छ। यसै क्रममा न्याय सेवा भित्र पनि खुल्ला, महिला, आदिवासी जनजाति, मधेसी र दलित, अपाङ्ग र पिछडित क्षेत्रका लागि यी निम्न संख्यामा चाहिँ भ्याकेन्सी निकालेको छ। त्यसमा चाहिँ हामी हेर्न सक्छौं यी विभिन्न संख्यामा यो भ्याकेन्सी चाहिँ निकालेको हामी पाउन सक्छौं। जस अन्तर्गत खुल्ला अन्तर्गत पनि न्यायको 17 वटा, कानुनको 8 वटा र सरकारी वकिलको 8 वटा गरी जम्मा खुल्लामै 33 वटा निकालेको छ है। त्यसै क्रममा हामी थप हेर्न सक्छौं महिलातर्फ पनि 5, 2, 2 गरी 9 वटा निकालेको छ। त्यसैगरी हामी आदिवासी जनजातिमा पनि हेर्न सक्छौं 4, 1, 1 र 2 गरेर न्याय, कानुन र सरकारी वकिलमा पनि निकालेको छ। त्यसैगरी मधेसीमा पनि न्याय, कानुन र सरकारी वकिलमा हेर्न सक्नुहुन्छ 3, 2, 1 गरेर जम्मा 6 वटा पद निकालेको छ। त्यसैगरी दलितमा पनि 1 गरे हैन 1 1 गरेर जम्मा कानुनमा एउटा एउटा सरकारी वकिलमा पनि एउटा गरेर 2टा निकालेको हामी हेर्न सक्छौं। त्यसैगरी हामी हेर्न सक्छौं तपाईको अपाङ्गमा पनि 2टा रहेको छ र पिछडिएको क्षेत्रमा गरी 1 वटा यो हाम्रो के रहेको छ भन्दाखेरि यो सामान्य सेवातर्फको हैन न्याय सेवातर्फको भ्याकेन्सी चाहिँ रहेको छ। अब हामी ढिलो नगरी अगाडि बढ्छौं। यसै क्रममा हामी हेर्न सक्छौं निजामती है सेवातर्फ परराष्ट्र प्रशासन, लेखा परीक्षण सेवा र संघीय संसद है सेवातर्फ जसलाई हामी संयुक्त र एकीकृत भनेर पनि चिन्छौं त्यसको चाहिँ भ्याकेन्सी रहेको छ। यसै क्रममा यसमा पनि हेर्न सक्छौं खुल्लामा मात्रै हैन यी विभिन्न संख्यामा गरेर हैन 104 वटा रहेको छ, जसमा चाहिँ तपाईले हेर्न सक्नुहुन्छ सामान्य प्रशासन सांसदमा, परराष्ट्रमा सामान्य प्रशासनमा जम्मै 70 वटा भ्याकेन्सी हेर्न सक्छौं। यहाँ सबभन्दा ठूलो संख्यामा है 70 वटा भ्याकेन्सी यहाँ हेर्न सक्छौं हामी। त्यसैगरी राजस्वमा पनि हेर्न सक्छौं 20 वटा रहेको छ, लेखा परीक्षणमा 6 वटा, अर्को संघीय प्रशासनमा 3 वटा, जम्मा गरेर 140 वटा संख्यामा के गरेको छ भ्याकेन्सी निकालेको हामी हेर्न सक्छौं है। त्यसैगरी यसैमा चाहिँ महिलामा पनि हेर्न सक्नुहुन्छ 26 वटा रहेको छ। त्यसैगरी आदिवासी जनजातिको लागि पनि हेर्न सक्नुहुन्छ 24 वटा भ्याकेन्सी रहेको छ भने मधेसीको लागि है 18 वटा भ्याकेन्सी हेर्न सक्नुहुन्छ। दलितको लागि 7 वटा, त्यसैगरी अपाङ्गको लागि 5 वटा
र पिछडिएको क्षेत्रका लागि 5 वटा गरी विभिन्न हैन श्रेणीमा के गरेको छ भ्याकेन्सी निकालेको छ। अब चाहिँ हामी ग तर्फ जान्छौँ, जसलाई चाहिँ राष्ट्रिय मानवाधिकार है सेवातर्फको अधिकृतित्व भनेर पनि चिन्छौँ। यसै क्रममा हामी हेर्न सक्छौँ खुल्लामा 3 वटा रहेको छ, महिलामा पनि तपाईँले हेर्न सक्नुहुन्छ 2 टा रहेको छ, आदिवासी जनजातिमा पनि एउटा गरी विभिन्न तहमा के छ भ्याकेन्सी चाहिँ निस्किएको छ। अब चाहिँ हामी परराष्ट्र है शासन लेखा परीक्षण र सङ्घीय सांसद सेवातर्फ संयुक्त र एकीकृत लेखा परीक्षाको कार्यक्रमको बारेमा हेर्छौँ, जस क्रममा हेर्न सक्छौँ यो 2082 साल है 10 महिना 24 गते अर्थात् माघ महिनाको के त 24 गते यसको भ्याकेन्सी त्यो एक्जाम चाहिँ फर्स्ट चरणको हुन्छ। के त फर्स्ट चरणको जुन एक्जाम हुन्छ जुन 11 बजे दिनको 11 बजेदेखि एक्जाम हुनेछ, कहिले त भन्दाखेरि माघ महिनाको है 24 गते वा तपाईको यो 2082 10 महिना 24 गते तपाईले हेर्न सक्नुहुन्छ यसको विज्ञापन चाहिँ रहेको हामी पाउँछौँ। अब यसमा थप कुरा हामी जान्नुपर्ने हुन्छ, त्यसतर्फ जान्छौँ हामी। यसै क्रममा यो परीक्षाको किसिम हेर्दाखेरि पाठ्यक्रममा तोकियो बमोजिमको हुनेछ, जसमा चाहिँ सबभन्दा सुरुमा चाहिँ लिखित सूचना प्रविधि सिप परीक्षण, त्यसपछि सामूहिक परीक्षण र अन्तर्वार्ता गरी 4 किसिमको एक्जाम हुनेछ। अर्को छ लिखित परीक्षाको कार्यक्रम, जसमा चाहिँ निजामती हैन तर्फ द्वितीय चरण लिखित परीक्षा कार्यक्रम र मानवाधिकार सेवातर्फको लिखित परीक्षाको हैन कार्यक्रम पछि प्रकाशित गर्नेछ भन्ने पनि दिएको छ। अर्को चाहिँ प्रथम चरणमा हेर्न सक्छौँ हैन आयोग अन्तर्गत परीक्षा सञ्चालन गर्ने सबै कार्यालय, अर्थात् यो फर्स्ट चरणको एक्जाम चाहिँ हैन जति पनि यो लोकसभाले सञ्चालन गर्ने जुन ठाउँहरू छ देशैभरि सबै ठाउँबाट दिन सकिन्छ भने द्वितीय चरणमा हेर्न सक्नुहुन्छ द्वितीय चरणको धनकुटामा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल यो हैन संस्थाहरूले तोके बमोजिम नै हुनेछ, अर्थात् उसले कहाँ तोकेको हुन्छ त्यसतर्फ हुन्छ कुनको त द्वितीय चरणको, बुझ्नुभयो। त्यसपछि हेर्न सक्नुहुन्छ राष्ट्रिय मानवाधिकार सेवाका पदहरूका परीक्षा केन्द्र लोकसेवा आयोगले कार्यालय तोके बमोजिम हुनेछ भनेर दिएको छ, अर्थात् यो राष्ट्रिय मानवाधिकार जुन सेवा छ त्यसको चाहिँ लोकसेवा कार्यालय पछि कहाँ तोक्दो छ त्यसको आधारमा चाहिँ हुन्छ, त्यो कुरा पनि हेर्न सक्छौँ। अब यो परीक्षाको दस्तुर हेर्न सक्छौँ हामी, त्यसमा हेर्न सक्छौँ प्रत्येक हैन विज्ञापनका लागि दरखास्त शुल्क 1200 रुपैयाँ छुट्याएको छ। यो चाहिँ के को लागि छ खुल्लाको लागि रहेको छ भने प्रत्येक समावेशी समूहको लागि हेर्न सक्नुहुन्छ 400 रुपैयाँ थप लाग्ने छ, त्यो कुरा पनि हेर्न सक्छौँ। साथै परराष्ट्र सेवा लेखा परीक्षण सेवा तर्फ हैन समेत दरखास्त पेश गर्ने उम्मेदवारको सम्बन्धित चिन्ह लगाई हैन अनुसार थप 400 तिर्नुपर्ने पनि यहाँले बताएको छ। यसै गरी थप कुरा हामी हेर्दाखेरि दरखास्त दिने अन्तिम मिति हेर्न सक्छौँ 9 महिना 15 गते र दोब्बर दस्तुरमा 9 महिना 22 गते यसको रहेको छ। त्यसै गरी उम्मेदवारको उमेर हद हेर्दाखेरि हामी हेर्न सक्छौँ कि यो 9 महिना 15 गतेसम्ममा 21 वर्ष उमेर पुरा भएको हुनु पर्यो र 35 वर्ष ननाहेको, र महिलाको हकमा र अपाङ्गको हकमा भने 40 वर्षको उमेर पनि तोकिएको कुरा हामी हेर्न सक्छौँ। थप है उमेरसँग सम्बन्धित यी विभिन्न कुराहरू दिएको छ, त्यो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है। र थप कुरा हामी तलबसँग सम्बन्धित कुरा हेर्दाखेरि हामी के गर्न सक्छौँ प्रचलित कानुन बमोजिम हुनेछ। अब सेवा सम्बन्धी निकाय हेर्दाखेरि यो कुरा पनि यहाँ दिएको छ। अब अन्य आवश्यक शैक्षिक योग्यताको कुरा गर्दाखेरि हामीलाई सबैलाई थाहा छ यो के छ तपाईको शाखा अधिकृत हेर्दाखेरि ब्याचलरको के हुनु पर्यो पास चाहिँ हुनै पर्यो, त्यसै कुरा यहाँबाट हेर्न सक्नुहुन्छ। खुल्लाता समावेशी समूहको लागि है अब यहाँ सक्नुहुन्छ न्याय सेवाको लागि हेर्न सक्नुहुन्छ कानुन संकायमा स्नातकोत्तर गरेको हुनु पर्यो। परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, संघीय संसद सेवा योहरूमा हेर्न सक्छौँ प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सोसर, अर्थात् योहरूमा तपाईले कुनै पनि फ्याकल्टीबाट के गर्न सक्नुहुन्छ स्नातक गरेको मान्छेले हैन यसमा भर्न सक्छ, त्यो कुरा पनि हेर्न सक्छौँ। थप कुराको साथमा नेपाल प्रशासन सेवा राजस्व समूहको लागि हेर्न सक्छौँ। अब राजस्व समूहको लागि जहिले पनि हेर्न सक्नुहुन्छ व्यवस्थापन, वाणिज्य शास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जन प्रशासन योहरूमा मात्रै गरेको मान्छेले के गर्न सक्छ यसमा तपाईको यो
राजस्व समूह भर्न सक्छ, त्यो कुरा पनि हामीले हेर्न सक्छौँ। अर्को छ लेखा परीक्षण समूहको लागि के हुनु पर्यो त व्यवस्थापनबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्रबाट के गर्नु पर्यो ब्याचलर गरेको हुनु पर्यो, त्यो कुरा पनि हामी हेर्न सक्छौँ। त्यसैगरी राष्ट्रिय मानव अधिकार तर्फ हेर्दाखेरि के गरेको छ मानव अधिकार अधिकृतको लागि के चाहियो त संस्थामा कुनै पनि फ्याकल्टीबाट ब्याचलर पास गरेको हुनु पर्यो। लेखा अधिकृतको लागि भने व्यवस्थापन वाणिज्य शास्त्र व्यापार शास्त्र अर्थशास्त्र गणित तथ्याङ्क शास्त्र यो विषयहरूमा के गर्नु पर्यो तपाईले ब्याचलर चाहिँ पढेको हुनु पर्यो भनेर तपाईले जानकारी राख्नु पर्यो। थप कुरा दिएको छ उम्मेदवारले पेश गर्नुपर्ने थप कागजात हैन अनुभव सम्बन्धी कुरा दिएको छ जुन कि यहाँ दिएको छ। अर्को छ शैक्षिक योग्यताको मूल प्रमाणपत्र नभएको अवस्थामा दरखास्त पेश गर्ने अर्थात् तपाईको यदि सर्टिफिकेट आइसकेको छैन है पास गरिसक्नु भएको छ तर सर्टिफिकेट आइसकेको छैन त्यति बेला यो कन्डिसन तपाईले हेर्नुपर्ने हुन्छ। अरु थप कुरा यहाँ पनि दिएको छ। अर्को अब हैन तपाईले यो समावेशी समूहमा भर्दाखेरि के कुरा यहाँ पेश गर्नुपर्छ त्यो कुरासँग सम्बन्धी पनि दिएको छ। थप कुरा चाहिँ भने यसलाई भिडियोलाई पज गरेर तपाईले हेर्न सक्नुहुन्छ। यसरी तपाईले हेर्न सक्नुहुन्छ र साथै तपाईलाई के जानकारी गराउँ कि यसको पाठ्यक्रम पनि यताबाट हेर्न सक्नुहुन्छ। हुन म यही च्यानलमा पनि पाठ्यक्रम चाहिँ लिएर आउँछु। यो कुरा यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ। यसको नयाँ पाठ्यक्रम नयाँ है सिलेबस आएको कुरा पनि तपाईलाई जानकारी गराउँछौँ र त्यो सबै यो वेबसाइटबाट तपाईले हेर्न सक्नुहुन्छ। यति भन्दै है आजको भिडियोबाट हामी बिदा लिन चाहन्छौँ। तर लास्टमा जाँदा जाँदै तपाईले यो भिडियोलाई हेरेर लाइक गर्नु भएको छैन भने लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरी आफ्नो साथीसँग समेत शेयर गर्न नभुल्नु होला। हस्त धन्यवाद।